हिजो राति घर आइरहेको थिएँ, दुईजना दाइहरू मिलेर मजाले खोजिरहेको रहेछ फेवातालको किनारमा। होइन दाइ के खोजेको भनेको, के होइन भाइ पा खोजिरहेको। अनि किन खोज्नु भएको त अनि त्यो पा भनेको त होइन भाइ दबाईको लागि खोजेर। तपाईँलाई थाहा छैन यसको त धेरै थरीको दबाई हुन्छ नि। यो त ढाड दुखेको, हड्डी गलेको, मड्केको, सड्केको धेरै थोकको हुन्छ नि भन्दाखेरि ए हो र दाइ भने। अनि म पनि ढाडको रोगी, मलाई पनि चाहिएको थियो। अनि ल मलाई पनि एउटा दिनुहोस् न त दाइ भनेको। हुन्छ लाउनु एउटा लानु नि त भनेर दिनुभयो। अनि घर आएर मजाले सफा गरेँ है। अनि फ्राई प्यानमा हल्का तेल हालेर एकदमै अनि हल्का नुनहरू अनि थोरै बेसार एकदम प्लेन तरिकाले मजाले फ्राई गरेँ, मजाले रोस्ट गरेँ राम्रोसँग नपाक्दासम्म, हेर्दाखेरि खाम नलाग्ने हुँदासम्म मजाले फ्राई गरेँ। अनि त्यसपछि ट्याक्क बसेर केही नफालिकन हड्डीदेखि लिएर सबै कुरो नफालिकन आनन्दले खाएँ। मजा आयो, मासु पनि मिठो हुँदो रहेछ। मैले पनि खाएको थिएँ, फर्स्ट टाइम खाएको है। तपाईँहरू पनि यदि यस्तो रोगी हुनुहुन्छ भने खानु होला एकपटक भन्न चाहन्छु है त।